हेलो एभ्रिवान, तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। गुड मर्निङ साथीहरू। म चाहिँ आज होइन साग टिप्न आएको छु हाम्रो सागबारीमा। यहाँ तपाईँहरू हेर्नु होला, म देखाउने छु साग टिपेको होइन भिडियो। आई मिन साग टिपेको, म साग टिपेको देखाउने छु साथीहरू। तपाईँहरू हेर्नु होला होइन, म साग टिप्छु। यहाँ मेरो मोबाइल कहाँ राख्छु, यहाँनिर राख्छु है साथीहरू। मेरो मोबाइल यहाँनिर यसरी राख्छु अनि म साग टिप्छु। हेर्नु होला साथीहरू, म चाहिँ साग टिप्छु आज। ओ माइ गड, यो त किचड लाग्यो साथीहरू। म चाहिँ साग टिप्दैछु, हेर्नु होला। हाम्रो बारीमा चाहिँ साथीहरू यस्तो साग छ के, साग रोपेका छौँ साथीहरू हामीले। अनि म चाहिँ आज साग खान्छु साथीहरू। अनि तपाईँहरू होइन मेरो भिडियो कहाँबाट हेर्नु भइरहेछ, कुन ठाउँबाट, अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मेरो भ्लग कमेन्ट गर्नु होला साथीहरू होइन। म तपाईँहरू सबैजनाको कमेन्ट रिप्लाई दिनेछु साथीहरू। म चाहिँ होइन यहाँ ओमनमा छु साथीहरू। म चाहिँ होइन यहाँ भर्खर मैले बिहान चाहिँ होइन के काम गऱ्यो म तपाईँहरू सबै भन्ने छु होइन। म चाहिँ बिहान मेरो काम चाहिँ होइन साथीहरू बच्चा पुऱ्याउने, स्कुल पुऱ्याउने, स्कुलबाट ल्याउने छ साथीहरू। त्यही भएर म युनिफर्ममै छु साथीहरू, म ड्रेसमै छु। अनि साथीहरू अनि म चाहिँ होइन बिहान उठ्यो, बच्चाहरूलाई रेडी पारेँ उठाएर, अनि स्कुल पुऱ्याएँ साथीहरू। अनि बच्चाहरूलाई नास्ता रेडी गर्ने मान्छे चाहिँ छ होइन अरू नै। म चाहिँ बच्चाहरूलाई स्कुल पुऱ्याउने काम मात्रै गर्छु। स्कुल पुऱ्याउने, उठाउँछु, रेडी पार्छु साथीहरू होइन। अनि मेरो काम चाहिँ सकिएको छ अहिले, त्यही भएर म फ्री टाइममा छु साथीहरू। एकछिन फ्री भएको हुनाले अनि म चाहिँ साग टिप्न आएको छु साथीहरू। हेर्नु होला हाम्रो साग होइन। यो साग चाहिँ मैले किन धेरै टिपिरहेको छु भन्दाखेरि होइन, म नि अलिकति पकाएर खान्छु, थोरै मिना दिदीलाई नै लगिदिन्छु उता। मिना दिदी साग भनेपछि हुरुक्कै हुनुहुन्छ, त्यही भएर साथीहरू म चाहिँ मिना दिदीलाई नै लगिदिन्छु थोरै होइन। त्यही भएर म धेरै टिप्छु साथीहरू, अलिक धेरै टिप्छु साग। अनि साथीहरू मेरो भ्लग तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू। राम्रो नराम्रो होइन कमेन्ट गर्नु होला साथीहरू होइन। तपाईँलाई राम्रो लाग्छ भने राम्रो कमेन्ट गरिदिनु होला मेरो भिडियोमा होइन। छोटो मिठो कमेन्ट गर्नु होला साथीहरू मेरो भ्लगमा। अनि म चाहिँ होइन साग टिप्दै भ्लग बनाइरहेको छु साथीहरू। मेरो प्लास्टिकै सानो भएछ साथीहरू, साग त अब लामो पो भएछ साथीहरू। अनि त्यही हो साथीहरू, यस्तै छ होइन हामी परदेशीको जिन्दगी साथीहरू। हामी चाहिँ यसरी के भन्छ अरे, अनि कमेन्ट गर्नु होला साथीहरू। मेरो भ्लग तपाईँलाई कस्तो लाग्छ, राम्रो नराम्रो होइन कमेन्ट गर्नु होला साथीहरू। अनि त्यही हो, अनि तपाईँहरू होइन मेरो भिडियो कहाँदेखि हेर्नु भइरहेछ, तपाईँहरू कुन ठाउँबाट हो, सबै कमेन्ट गर्नु होला साथीहरू होइन। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला, म नि सन्चै आरामै छु। म चाहिँ साग टिपिरहेको छु साथीहरू होइन। तपाईँहरू सम्पूर्णले मलाई माया गर्नु होला, सपोर्ट गर्नु होला साथीहरू। अनि म चाहिँ के भन्न चाहन्छु भने होइन, मेरो च्यानलमा मेरो भिडियोमा गएर सब्सक्राइब गर्नु होला साथीहरू। मेरो भिडियोमा लाइक कमेन्ट सेयर गर्नु होला साथीहरू। मलाई सपोर्ट गर्नुहोस्, म नि हजुरहरूलाई सपोर्ट गर्नेछु साथीहरू होइन। म चाहिँ यो साग टिपेर मेरो मिना दिदीलाई लगिदिन्छु साथीहरू। म चाहिँ होइन साग टिप्ने ठाउँमा भ्लग गरिरहेको छु यसरी होइन। कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला साथीहरू, कस्तो लाग्छ तपाईँहरूलाई होइन मेरो भ्लग कमेन्ट गर्नु होला साथीहरू। ओके, यता राख्छु है साथीहरू। मेरो कस्तो देखिरहेको छ मेरो अनुहारभरि कोठी नै कोठी छ।
मेरो भ्लग राम्रो नराम्रो कस्तो लाग्छ होइन सबैजनाले कमेन्ट गर्नु होला साथीहरू होइन। म चाहिँ होइन यस्तै भ्लग बनाउँछु होइन। के भन्छ अरे म चाहिँ जहिले पनि होइन ड्रेसमै हुन्छ युनिफर्ममा। अब युनिफर्ममा अब काम गर्ने मान्छेको त्यही त हो नि युनिफर्म होइन। सबैको एउटा न एउटा भइहाल्छ नि त होइन। म चाहिँ साथीहरू सब जहिले पनि युनिफर्ममै भिडियो बनाइरहेको हुन्छु। भ्लग गर्दा नि हरेक कुरा गर्दा नि म युनिफर्ममै हुन्छ साथीहरू। त्यही भएर तपाईँहरूले होइन कमेन्ट गर्नु होला मेरो भ्लगमा तपाईँहरू कहाँदेखि हेर्नु भइरहेछ के गर्नु भइरहेछ होइन कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ अहिले ओमानमा छु साथीहरू। ओमानमा छु मेरो 1 वर्ष बढी भयो साथीहरू। अनि त्यही हो साथीहरू। मेरो साग चाहिँ एक मुठा भइसकेको छ हेर्नु होला। अनि भयो साथीहरू। योभन्दा धेरै म टिप्दिनँ अहिलेको लागि यति नै टिप्छु साथीहरू। यहाँ हेर्नु होला हाम्रो बारीमा चाहिँ यस्तो नै फलिरहेछ यो के भन्नुहुन्छ त फलिरहेछ साथीहरू हाम्रो घरमा। म चाहिँ होइन थोरै खोर्सानी पनि टिप्छु किनभने मिना दिदीलाई होइन खोर्सानी टोकेको होइन उहाँलाई धेरै मनपर्छ कि त्यही भएर म थोरै खोर्सानी पनि दिन्छु साथीहरू। म चाहिँ होइन यो उसले सागले होइन मुठा बाँधिदिन्छु साथीहरू। यो घाँसले मुठा बाँधिदिन्छु साथीहरू। म अब यहाँ घाँसै अब राम्रो छैन यो त मुठै हुँदैन के हो। अब भए पनि नभए पनि थोरै अलिकति च्यापेर भयो नि। ओ माई गड यो त मुठै भएन नि त साथीहरू के गर्नु। यसरी नै हालिदिन्छु म झोलामा। मेरो झोला सानो भएको साथीहरू साग लामो भयो। म थोरै खोर्सानी पनि टिप्छु है। मिना दिदीलाई चाहिँ होइन खोर्सानी धेरै मनपर्छ साथीहरू। त्यही भएर होइन म थोरै खोर्सानी टिप्छु। हेर्नु साथीहरू हाम्रो बारीमा चाहिँ होइन खोर्सानी यस्तो फलिरहेछ कि म नजिकबाट देखाउँछु है साथीहरू। यहाँ हेर्नु कति धेरै खोर्सानी फलेको छ हरियो हरियो खोर्सानी। वाउ टोक्नलाई मजा आउँछ साथीहरू हेर्नु होला। म टिपेर देखाउँछु है तपाईँहरूलाई खोर्सानी। होइन तपाईँहरूले मेरो भिडियो होइन तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ यहाँ खोर्सानी टिपेको आज होइन म चाहिँ धेरै टिप्दिनँ थोरै मात्र टिप्छु हेर्नु होला साथीहरू। खोर्सानी वाउ टोक्नलाई मजा आउँछ साथीहरू। कोलाई खोर्सानी मनपर्छ होइन कमेन्ट गर्नु होला। कोलाई खोर्सानी हो यो खोर्सानी टक्क टोकेको मनपर्छ होइन कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ धेरै लिँदिनँ होइन खोर्सानी थोरै मात्रै लिन्छु। कति धेरै फलिरहेको छ ओ माई गड। म त सबै टिप्न मन लाग्यो मलाई त साथीहरू। खोर्सानी भनेपछि मिना दिदी फेरि मरे हत्या गर्नुहुन्छ त्यही भएर म खोर्सानी टिप्दैछु कि साथीहरू। म धेरै टिप्दिनँ थोरै मात्रै लिन्छु। तपाईँहरूलाई कस्तो लाग्यो होइन मेरो भ्लग कमेन्ट गर्नु होला साथीहरू। म चाहिँ धेरै लिँदिनँ खोर्सानी भयो यति नै धेरै लिँदिनँ। ओ माई गड कति ठुलो यो भान्टा के भन्छ हो। मेरो भ्लग होइन तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू। हाम्रो यहाँ हेर्नु चिप्ली भिन्डी पनि यहाँ हेर्नु होला चिप्ली भिन्डी हाम्रो यस्तो हुँदैछ। अब अलि दिन फल्छ साथीहरू। फलेपछि खानेछौँ। ए मेरो साग रेडी भइसकेका छौँ। अब म घरभित्र जानेछौँ। मेरो भ्लग चाहिँ यति नै साथीहरू। बाई बाई एभ्रिवान।